यो आर्टिकल चाहिँ मृत्यु योजना सम्बन्धी छ। मृत्यु योजना हामी कति तयार छौँ भनेर आरसी पन्त कोलोराडो अमेरिकाबाट देख्नुहुन्छ। केही महिना अघि हाम्रो पारिवारिक साथीको घरमा पारिवारिक शोक पर्यो। घरको एक मध्यम उमेरको पुरुषको हृदयघातले मृत्यु उमेर 40 को दशकको थियो। पछि थाहा भयो उनको धेरै स्टक, डिजिटल सम्पत्ति र अन्य मूल्यवान चिजहरू रहेछन्। तर परिवार अझैसम्म पनि पासपोर्ट र कागजात खोज्दैछन्। यहाँ लाखौं डलर कसरी परिवारले पहुँचमा ल्याउने भनेर यो घटनाको तयारी अभावले शोकलाई झन कष्टकर बनायो। यो घटना सुनेपछि हाम्रो परिवारमा पनि मृत्यु भयो भने के गर्ने भन्ने बारे ठट्टै भए पनि कुरा भएको थियो। मैले मेरो श्रीमतीलाई एक दिन सुत्ने बेला ओछ्यानमा पल्टिँदा भने, यदि भोलि बिहान म उठिन्न भने मेरो कामको म्यानेजरलाई सम्पर्क गर्नुहोला। कामबाट पाउने जीवन बिमा र अन्य लाभको लागि लाखौं डलर छ। उनले पनि हाँस्दै भनिन्, मलाई केही भए मेरो खातामा यति डलर छ है। हाँसोमा भएको यो कुरा असहज सत्य देखायो। हामी प्राय यस्ता कुराकानी गरिरहन्छौँ, तर यस हाँसोमा लुकेको गम्भीरताले मलाई सोच्न बाध्य बनायो। म आफू एनआरएन कोलोराडोको च्याप्टरको 2 वर्षीय अध्यक्षको रूपमा काम गर्दै गर्दा 7 मृत्युलाई नजिकबाट देखेँ। यी प्रत्येक घटनाले मृत्युको अनिश्चितता र तयारीको कमी र महत्त्वपूर्ण कुरा सिकायो। शोकमा डुबेका परिवारसँग काम गर्दै गर्दा मैले आफ्नो दैनिकी र प्रियजनसँगको संलग्नता कति छ त भनेर पुनर्विचार गरेँ। कोलोराडोको नेपाली समुदायमा देखिएको यस्ता घटनाहरू जस्तै हृदयघात, सडक दुर्घटना वा आत्महत्याले भएको मृत्युमा परिवारले सम्पत्ति र कागजातको पहुँच नपाउँदा थप पीडा भोगेको भेटे। केही घटनाका झलकहरू यस्ता छन्। केही वर्ष पहिले बोल्डरमा भएको सडक दुर्घटनामा एक नेपालीको ज्यान गयो। उनकी श्रीमती र बच्चाहरूको आप्रवासन कागजात, बैंक खाता वा सम्पत्ति बारे परिवार एकदमै अनभिज्ञ थियो। नेपाली समुदायको सहयोगले परिवारको अमेरिका यात्रा र कानुनी सहयोग खर्च जुटायो। तर पनि तयारी नहुँदा र कागजात पहुँच नहुँदा परिवारलाई थप पीडा थपिएको थियो। यस्तो दोस्रो घटना छ। एक मध्यम उमेरका नेपाली पुरुष होटलमा मृत फेलामा परे। जब दिनौसम्म ढोका नखुलेपछि प्रहरीले ढोका फोडी प्रवेश गर्यो र केही दिन पहिले मृत्यु भएको घोषणा गर्यो। उनको सम्पत्ति र इच्छापत्रको कुनै जानकारी नहुँदा कोलोराडोको नेपाली समुदायले नेपालबाट परिवारको अनुमति लिएर शवको दाह संस्कार यही गर्यो। कागजात केही नभेटिँदा प्रक्रिया ढिलो र जटिल बन्यो। तेस्रो, एक नेपाली व्यापारी कामपछि आफ्नो पसलबाट घर फर्केनन्। परिवारले केही घण्टामा उनलाई आफ्नै पसलमा गोली लागेर मृत अवस्थामा भेट्यो। व्यापार र बिमाको जानकारी सहज पहुँच नहुँदा परिवारलाई थप पीडा थपिएको थियो। चौथो छ, भर्जिनियाका एक युवा नेपाली जो अमेरिकी सेनामा कार्यरत थिए। उनले कोलोराडोको हिमालहरूको भ्रमण क्रममा आफ्ना गाडीभित्रै बसी आत्महत्या गरे। उनको परिवारलाई कामबाट पाउनुपर्ने सुविधा, लाभ, बिमा र अन्तिम इच्छापत्र बारे नहुँदा परिवारलाई थप पीडा थपिएको थियो। यस्तै अर्को छ, कोलोराडोको नेपाली समुदायमा एक सक्रिय देखिने एक समुदाय नेताका केही महिनामा अचानक मृत्यु भयो। नसोचेको घटना र उनको आर्थिक र कानुनी व्यवस्थाबारे तयारी नहुँदा र कागजातको सहज पहुँच नहुँदा परिवारलाई थप पीडा थपि नै रहेको थियो। तथ्याङ्क र वास्तविकतातिर हेरौँ। अमेरिकामा गरिएको केही अध्ययन अनुसार नेसनल फ्युनरल डाइरेक्टर एसोसिएसन NEDA को 2021 को सर्वेक्षणमा केवल 36% अमेरिकीले मात्र आफ्नो अन्त्येष्टिबारे परिवारसँग कुरा गरेका वा योजना लेखेको रहेछन्। त्यस्तै एथोस सर्वे 2022 अनुसार 68%ले मृत्युको तयारी महत्त्वपूर्ण ठानेका रहेछन् भने मात्र 47%ले मृत्यु योजना गरेका छन्। धेरै क्वाइट सिग्निफिकेन्ट। मृत्युको योजना नहुँदा परिवारमा भावनात्मक र आर्थिक बोझ कति धेरै छ भने उदाहरणको लागि NFDA 2021 अनुसार अमेरिकामा एउटा औसत अन्त्येष्टिको खर्च लगभग 7,848 छ र यो रकम परिवारले अझै तिर्नु पर्दा
धेरै परिवारमा त आर्थिक सङ्कट नै निम्तिन सक्छ। यदि बिमा वा सम्पत्तिको जानकारी छैन भने त अझै आफ्ना प्रियजनहरूले कागजी झमेला र कानुनी समस्याको सामना गर्नुपर्छ। मृत्युको तयारी नगर्दा परिवारले तत्काल खर्च जुटाउन, अन्त्येष्टिको व्यवस्था गर्न र कानुनी प्रक्रिया पूरा गर्न सङ्घर्ष गर्नु परेको उदाहरण कति धेरै छन्। दैनिकी जसो फेसबुकमा आउने चन्दा सङ्कलनले पनि देखाउने गरेको छ। नेसनल इन्स्टिच्युट अफ हेल्थ NIH को अध्ययन अनुसार 70% भन्दा बढी परिवारले मृत्युपछि आर्थिक र कागजी सङ्कट भोग्ने गरेका छन्। उदाहरणका लागि, यदि परिवारलाई बैंक खाता, डिजिटल सम्पत्ति वा आप्रवासन कागजातको जानकारी नभएमा परिवारले अझै थप समय र पैसा खर्च गर्नु परेको भेटिन्छ। यो तथ्याङ्क र विगतका घटनाहरू हेर्दा कोलोराडोको नेपाली समुदायमा अनौपचारिक अनुमानित 90% परिवारले बिमा, इच्छापत्र वा सम्पत्तिबारे छलफल गरेको भेटिँदैन। अमेरिकामा 50 वर्ष पुगेका धेरैले आफ्नो हुलाक बाकसमा अन्त्येष्टि गृहहरूबाट चिठी पाउने गर्दछन्। टेलिभिजन र सामाजिक सञ्जालमा पनि मृत्युको योजना सम्बन्धी विज्ञापनहरू धेरै देखिन्छ। विशेष गरी 50 देखि 70 वर्ष उमेरका समूहलाई लक्षित गरी यस्ता विज्ञापनहरू बनाइएका हुन्छन्। सामाजिक सञ्जाल जस्तै फेसबुक र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा मृत्युको योजना र बिमा सम्बन्धी विज्ञापनहरू देखिन्छन्, जुन प्राय 50+ उमेर समूहलाई लक्षित हुन्छन्। मेरो व्यक्तिगत अनुभवमा मेरा बुबा, आमा, सासू, ससुरा जो 70 वर्षको सुरुवाती उमेरमा हुनुहुन्छ र हाम्रो ठेगाना एउटै भएकाले उहाँहरूलाई सम्बोधन गरिआएको मृत्युको योजना सम्बन्धी धेरै चिठीहरू देख्ने गरेको छु, जसले मलाई सोच्न बाध्य बनायो, हामी मध्ये कतिले वास्तवमा मृत्युको योजना बनाएका छौँ होला त? यो गर्नै पर्छ कि पर्दैन, र हामी यो संसारबाट गएपछि परिवारमा कस्तो बोझ पर्छ होला? यो सामान्य तर गहिरो प्रश्नले हामीलाई जीवनको अन्तिम चरणको तयारीतर्फ कतिको ध्यान दिन प्रेरित गर्छ होला? यो सामान्य तर गहिरो प्रश्नले हामीलाई जीवनको अन्तिम चरणको तयारीतर्फ कतिको ध्यान प्रेरित गर्छ होला? किन महत्त्व छ? मानिस मात्र यस्तो प्राणी हो जसलाई आफू बाहेक सबैको मृत्यु हुन्छ भन्ने ठान्दछ। तर हामी मृत्युलाई अरूको कथा जस्तै ठान्छौँ। कोलोराडोको नेपाली समुदायमा भएका यी घटनाहरू चेतावनी हुन्। मृत्यु अप्रत्याशित भए पनि यसको प्रभावले कम गर्न परिवारसँग खुल्ला छलफल, सजिला कदमहरू आवश्यक छन्। मृत्युले खबर गर्दैन, तर आजको सानो प्रयासले भविष्यमा तपाईँ नहुँदा पनि परिवारलाई असर कम गर्न सक्छ। हामीले मृत्यु अघि परिवारसँग छलफल गर्न सकिने निम्न उल्लेखित कुराहरू र केही सजिला कदमहरूमा के गर्न सकिन्छ त, जसले प्रियजनलाई शोकको समयमा अनावश्यक आइपर्ने झन्झट र सङ्कटबाट जोगाउन सक्दछ। 1 मा रहेको छ जीवन बिमा र लाभ। जीवन बिमा छ कि छैन, कसलाई सम्पर्क गर्ने भनेर परिवारसँग नियमित कुरा गर्नुहोस्। सबै कागजातहरू एउटा मृत्यु फाइलमा राख्नुहोस् र कहाँ छ भनेर प्रष्ट बताउनुहोस्। यो सानो कदमले शोक सङ्कटमा ठुलो सहजता दिनेछ, जसले गर्दा सहजै कामको बिमा वा व्यक्तिगत पोलिसीको लाभ लिन सजिलो हुन्छ। 2 मा छ बैंक खाता र सम्पत्ति। बैंक खाता र सम्बन्धित कागजात, घरको कागजात, स्टक वा व्यापारको कागजात विवरण साझा गर्नुहोस्। यो जानकारीले तपाईँ नहुँदा पनि तपाईँको पैसा र सम्पत्ति हराउने जोखिम कम गर्छ, परिवारको आर्थिक आधार बलियो बनाउँछ। तेस्रो छ डिजिटल सम्पत्ति र पासवर्ड। अनलाइन खाता जस्तै क्रिप्टोकरेन्सी, इमेल, इन्स्टाग्रामको पासवर्ड सुरक्षित गर्न पासवर्ड म्यानेजर प्रयोग गर्नुहोस्। परिवारलाई सहजै पहुँचको तरिका सिकाउनुहोस्। अहिलेको डिजिटल युगमा यो कदमले ठुलो सम्पत्ति जोगाउन मद्दत गर्दछ। 4 इच्छापत्र र अन्तिम इच्छा। आफू जीवित छँदै सम्पत्ति बाँडफाँड र दाह संस्कारको इच्छा लेखेर राख्नुहोस्। कमसे कम पनि वर्षमा एकपटक यो विषयमा परिवारमा छलफल गर्नुहोस्। साधारण कागजातले पनि ठुलो कानुनी झमेला र आइपर्ने ठुलो परिवारको विवाद कम गर्न सक्दछ। आप्रवासन र कानुनी कागजात, पासपोर्ट, भिजा वा अन्य कागजात कहाँ छन्? परिवारलाई बताउनुहोस्।
र व्यवस्थित राख्नुहोस्। खास गरी हामी जस्तो विदेशमा आएका आप्रवासी परिवारको लागि यो कदमले पछि आइपर्ने कानुनी प्रक्रिया र झन्झटलाई सहज बनाउँछ। एक त ऋण र दायित्व, घर, गाडी वा अन्य बाँकी ऋण वा आर्थिक दायित्वबारे जानकारी परिवारलाई दिनुहोस्। यो खुल्लापनले परिवारलाई तपाईँ नहुँदा पनि आइपर्ने अप्रत्याशित आर्थिक बोझबाट जोगाउँछ। उनीहरूलाई सदैव तयार राख्दछ। स्वास्थ्यको जानकारी र बिमा, आफ्नो स्वास्थ्यको इतिहास र बिमाको कागजात विवरण साझा गर्नु सहजै पहुँचमा हुने गरी राख्नुहोस्। जस्तै सानो भए पनि जीवन बिमा पनि लिनुहोस्। यो कदमले स्वास्थ्य सङ्कट वा मृत्युपछि परिवारलाई आर्थिक सहारा दिनेछ। आपतकालीन सम्पर्क 8औं नम्बरमा छ। आफ्नो साथीभाइ, वकिल वा केही समुदायका नेताहरूको सम्पर्क सूची बनाउनुहोस्। तीमध्ये केही एउटा विश्वासपात्र छान्नुहोस् जसले तपाईँ नहुँदा सङ्कटमा परिवारलाई सहयोग गर्न सकोस्। यो सूचीले परिवारलाई शोकको घडीमा सही दिशा र राहत दिनेछ। 8मा छ यो कुरा। 9मा छ आर्थिक ज्ञान र व्यवस्थापन, परिवारलाई खाता चलाउने, बिल तिर्ने तरिका सिकाउनुहोस्। महत्त्वपूर्ण सामान जस्तै गहना, कागजातहरू चिन्ह लगाउनुहोस्। यो ज्ञानले उनीहरूलाई आत्मनिर्भर बनाउँछ। श्रीमान श्रीमती बीचको आर्थिक कुराहरू नलुकाई भन्ने गर्नुहोस्। जिम्मेवारी बाँडफाँड गर्नुहोस्। आत्मनिर्भर हुन प्रोत्साहन गर्नुहोस्। 10 समुदायको सहारा, एनआरएन, सञ्जाल वा अन्य कुनै पनि संस्था वा स्थानीय समुदायको नेताहरूसँग जोडिने र परिवारलाई सम्पर्क गर्ने तरिकाहरू जानकारी दिनुहोस्। समुदायको सहयोगले आर्थिक र कानुनी सांस्कृतिक प्रक्रियामा ठूलो सहायता दिनेछ। यी छलफल र कदमहरू आज साना लाग्न सक्छन्, तर भोलि मृत्युको समयमा तपाईँको अभावमा यिनले परिवारलाई ठूलो राहत दिनेछ। कोलोराडोको नेपाली समुदायमा देखिएका घटनाहरूले प्रमाणित गर्छन् कि यदि तयारी भएको भए शोकलाई हल्का बनाउने थियो। आजको सानो प्रयासले भोलिको परिवारलाई पीडा कम हुन्छ। हामीले सानैदेखि मृत्यु जीवनमा अपरिहार्य सत्य हो भनेर सिकाइन्छ, तर यो विषयमा हामी सबैको परिवारभित्र कमै चर्चा हुन्छ। कुरो निस्किए पनि छिछि के बोलेको भनेर टार्ने गरिन्छ। अचानक हुने हृदयघातदेखि दुःखद दुर्घटनासम्म यी घटनाहरूले एउटै कुरा दोहोऱ्याउँछ, के हुन्छ यदि म भइन भने भन्ने प्रश्नको तयारी नहुँदा तपाईँ हाम्रो प्रियजनहरू दुःखको समयमा पनि सम्पत्ति, कागजात र कानुनी जटिलताहरू सुझाउन बाध्य हुनेछन्। मृत्युको योजना बन्न सक्दैन, तर त्यसको प्रभाव घटाउन सकिन्छ। कोलोराडोको नेपाली समुदायमा धेरै परिवारले शोकमा पनि अनावश्यक कष्ट भोगिरहेका छन्। आज कुरा गरेर, साना साना कदम चालेर हामी प्रियजनहरूलाई शान्ति दिन सक्छौँ। आज मौन तोडौँ, किनकि मृत्युको तयारी भनेको प्रेमको पनि कदम हुन सक्दछ। मृत्युको योजना गर्नु भनेको परिवारप्रतिको जिम्मेवारी र परिवारप्रतिको प्रेम पनि हो। 50 वा 70 वर्षको उमेरमा घरमा आउने चिठी र विज्ञापनहरूले हामीलाई यो सम्झाउँछन् कि तयारी आजैबाट सुरु गर्नुपर्छ। हामीले आफ्नो मृत्युको कल्पना गर्न नचाहे पनि योजनाले हाम्रो परिवारलाई शोकको समयमा शान्ति र सहजता दिनेछ। तपाईँले यो कुरा सोच्नुभएको छ कि छैन? यदि छैन भने अब सुरु गर्ने बेला भएको छ है। हवस् त, धन्यवाद।